यसो म आज ल तिनीहरू सुख पाउँदैन बोक्दिन लाग्यो ल गाइज हामी बाउछरी चाहिँ अब घाँस काट्न जान लागेका छौँ है। गाउँ आएपछि म काम गरिहाल्नुपर्छ, त्यही भएर ल हँसिया दुइटा छ होइन। ल कहाँ छ थुन्सी बोकेर ट्याक्क अब हामी चाहिँ बाउछरी ए गोठमा छ अरे है। ल ल हामी यता फेरि कोदो धान रोपेको छ तल गोठमा छ अरे थुन्सी है। हेर्नुहोस् कोदो रोप्दै हुनुहुन्छ यता हाम्रो काका बाहरू यत्रो खनिसकेको छ नि। यता बिउ काट्दै गाउँमा यस्तै चलिरहेको साथीहरू है। हमारा घर खाजा खाने बेला भयो होइन कि भयो होइन भर्खर त भयो होला। 1 बजे त छोरा 1 बजे 1 बजे 1 त बढी 2 बज्न लागिसक्यो। यहाँ चाहिँ धान रोपिसक्नु भएको छ हाम्रो ड्याडले। यता 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 पारिपट्टि यो चाहिँ हाम्रो घरमा गाई, उतापट्टि भैँसी, छोरी छुन्सी बोकेर लागि है साथीहरू। यो चाहिँ एसआरपी मिडियामा हेर्न पाउनुहुनेछ गाउँका रमाइला कामधामहरू हो। हाम्रो चाहिँ यो चाहिँ हाम्रो पँधेरो हो, थुन्से बोकेर छोरी अगाडि अघि म भिडियो गर्दा पछि पछि। ल यो पँधेरो है, पँधेरो हाम्रो घरदेखिको हामी ए हाम्रो पानी चाहिँ मेरो काकी है, मेरो कान्छी काकी लुगा धुँदै हुनुहुन्छ ट्याक्क पँधेरो हाम्रो। यो धारा त मक्सिर पुसम्म सुक्दैन है काकी? यस्तो छ हेर्नु गाउँको पँधेरो। कहाँ घाँस काट्ने यतै हो? हामीले काट्ने घाँस यही रहेछ हेर्नुहोस्। अब ल छोरीले एकछिन काट नि, म काट्छु नि त। सर्पहरू हुन्छ है, हरेउहरू। फर्सीको मुन्टा यतातिर काट्ने घाँस यही नै हुन्। कोदो रोपिसकेछन् यहाँ नि। बाटोको गरा भएर हात्ती त्यो बाटोले खाइदियो है यत्रो। अनि सबै मान्छेहरू हिँड्ने बाटो गरा त यस्तै हुन्छ क्या साथीहरू। हेर्नु न यत्रो ग्याप छ, यही गरा जतिको ग्याप छ। अनि के हेर्ने हेर्नुहोस् गाउँघर न घाम न पानी जस्तो भए मौसम। यो घाँस चाहिँ पछि काट्नुपर्छ, अहिले काट्नुहुन्न। यो चाहिँ दसैँ त काट्नुपर्छ, दसैँलाई पनि पालेको होला सायद। अनि बाख्रालाई के भने आशिका? त छोरीले काटेको छन् घाँस, म पनि काट्छु। साथीहरू म त पहिला हरेको छ कि पहिल्यै भगाएर काट्नु, म त डर लाग्छ नि। फर्सी काँडा रहेछ हेर्नु साथीहरू, फर्सी काँडा हरेहरू होइन त टोक्यो भने त टोकिगयो नि। मलाई टोकेर बिरामी भन्छ मेरो परिवार त अबै नि त।
बुढो आमा बुढी भइसक्नुभयो अनि सबै बुढाहरू अहिले बार्लाको बोला नि हुन्छ पहिला पहिला त अन्त बारुवाले आँखा टाउँदैन मेरो बुढाहरूले कहिले काट्ने म कहिले खाइ आउने मान्छेले सँग नि साउदा मान्छेको घाँस काट्नलाई मेरो एक मुठी हुन्छ पुरा पहिला त हाल्नु पर्यो हात काट्ला सानो रहेछ कि थुन्छ ए थुन्छ सानो रहेछ छोरीले म काट्छु बाबा भन्ने फेरि छोरीले पालै पालो काटेको छौँ हामी त बाउ छोरी सबै मेला हामी बाउ छोरी चाहिँ घाँस काट्दैछौँ धानहरू हरियो भइसकेका छन् ठुली छोरी घाँस काट्ने बाबाले घाँस काटे मैले लु धुवाको सबै उगारेर हाल्दै त धेरै के अरे काकीले काकीले लुगा धुवा रहेछ भन्दै हाल्दै यति भएपछि भाइरल है नि त यति भएपछि भाइरल
म काट्छु अब साथीहरू पसिना बगाउनु पर्छ अनि मात्रै स्वास्थ्य रहन्छ के पसिना हातले है हट धेरै साथ दिनु होला देश विदेशमा हुने गाउँमा त कोही गर्नुहुन्छ यसरी प्रायः कमै गर्नुहुन्छ होला म चाहिँ ठाउँ नुनिलो भयो सही काटो खोली दोबानो दुःख गर्दाखेरि हेट पसिना बगाएको घाँस काटेर बसेको पसिना आयो भने छोरीले भिडियो खिचिरहेछ कुन त कालो मान्छे झन् कालो है छैन यस्तै छ अब भ्याउनलाई भारी पुग्छ अब एकछिन अब थकै लागे गरेर त बसेँ अब त्यससँग हो देखिया छ काकी मलाई पसिनै पुरै टी सर्ट बिस है छोरी त्यहाँबाट झरिन् घाँसमा त पहिला झर्ला है झरी सक्यो ल फाइनली सकियो घाँस काटेर हाल्नु पर्यो पसिना लगाएर काटेर हजुर नि हो म बोक्छु नि त मै बोक्छु आफू त धुनु के है धुने हो नि त चिसो हो बानी भाइ ठुलो भयो भने यसरी यो तल राखेर चाहिँ गरेर यसो म आज ल तिनीहरू सुख पाउँदैन बोक्दिन लाग्यो हामी लाग्यौँ है साथीहरू आजको भ्लग छोरीको भ्लग हामी यहीँ अब इन गर्छौँ होला
कोर्समा जाँदा त हिँड्न सकिन्न साह्रै हिँड्नुपर्छ ल ल बाई बाबा घाँस काटेर आएर भोक लागेर गर्नु भएर लुगे खोएर खाना खानुभएछ हेर्नु काम गरिसकेपछि त दाल र भात पनि मिठो हुँदो रहेछ हौ भोक लागेपछि त खुर्सानी यहीँ रहेछ एउटै डल्ले खुर्सानी लाग्यो नि तिमीहरूले यसपालि बोट मर्यो नि हो तल